हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै। आज चाहिँ हामी बेलुका 2 भाइ निस्किसकेको छौँ। फेरि पनि हाम्रो साथमा हुनुहुन्छ विक्रम दाई अनि यस्तो मौसमहरू पनि ठिकै छ, गजब छ। यस्तो गजब पनि भन्नु पर्दैन। हल्का हल्का पानी परेर अनि हल्का उक्रेको अवस्था। आजको दिन हाम्रो सुरु भयो टक्क विक्रम दाईसँग फेरि दिन। त्यो हो क्या भने जस्तो कहाँ छ र, भने जस्तो कहाँ छ र, पुगेन त। यस्तो छ पछाडि डेन्जर आउँछ त भने के हो। हल्का पानी परेर मौसम ट्याक्कै उक्रेको मात्रै के थियो होइन। दिन त यस्तो क्लियर निस्किन्छ होइन। मस्त छ, केही छैन। 2 दाजुभाइ आज पनि निस्केको छौँ हामी। गर्ने भन्ने केही होइन, तर यसो पार्कमा घुमेर 1-2 कप चिया खाएर मस्त निस्केको हामी 2 जना। अब चाहिँ घरतिर फर्किँदै गरेको। यस्तो छ पछाडिको नजारा। त्यहाँ पारि घुमेर सल्लाह केही छैन, जस्तो हामीसँग मजा। मस्त निस्किएर दाइजोमा एक्लै। यो ठाउँ त नदेखाइदिउँ मलाई यार, सबैजना आएको हुँदैछ है। दामी छ जग्गा, राम्रै छ। सबैजना आइदिनु। के भन्नु, कस्तो बवाल दिन गयो कि। देखियो होला पछाडिको नजारा बवाल। अहिले दामी खै आकाश पनि कस्तो भएको, पानी परेको थियो अनि उब्रेपछि दामी भएर 2 जना हामी निस्क्यौँ। खुसी लाग्यो, मजा छ त अनि खुसी लाग्छ त अनि होइन। कहिले काहीँ यसरी निस्किनु पाउँदा त। चिसो पनि बहुत चिसो अनि ज्याकेट लगाएर यसो निस्किदिएको। दाइ बोल्दै हुनुहुन्छ फोनमा अनि म चाहिँ के भन्नु, एक्लै घन्टा तिम्रो सरला। अब रात पनि धेरै परिसक्यो, अब घरतिर जानु पर्छ होला सायदै। जाऊ दाइ, जाऊ घर दाइ, चल्छौँ। कताबाट जाने रे खास चाहिँ? तिम्रो लागि लगभग अब साँझ परिसक्यो। हामी 2 जना फर्किँदैछौँ। अब जति घुम्नु घुमिसक्यो हामी 2 जना।
दाइ फोनमा व्यस्त भएको कारणले गर्दा दाइ अलिक बोल्नु सक्नु ठिक छ। अब गाडी पनि आइसक्यो हाम्रो। चिसो चिसो मौसममा तातो तातो चियामाथि झन् तिमी कस्तो हुन्थ्यो होला। कस्तो खालको डाइलग हुन्छ के हो बल फोटो खिचिसकेर यस्तै कस्तो मजाले यस्तै हिँड्दै के भयो अरे पछाडितिरको त हेर्ने आँखा लाग्छ बिग्राउँदै आँखा। अब गएर खाना पकाउनु पर्ने। अन्त पास्ता बनाएर खाम्ला दिएको खाइदिनु पास्ता बसाउँछ क्या पास्ता। अस्ति मैले पानी पनि किनेर ल्याएको त्यतिकै छ। अनि मासु किन्नु जान्छ त यार लिटल निस्किने हो लिटल निस्किने भने पनि निस्क्यो। मासु किन्नु छ चामल चाहिँ हिजो ल्याइदिएको छ मासु छैन मासु किन्नु जाउँ। अरू सामानहरू पनि किन्नु छ त्यहाँ लिगलमा अनि त्यो सामानहरू किनेर ल्याउने। तपाईँ के सामान किन्नु छैन तरकारीहरू किन्ने हो जाउँ न त दुईजना जाउँ अनि किनेर ल्याऊ। घुम्दा घुम्दा रात पनि पऱ्यो आजको छुट्टी पनि सक्यो दिवालीको 2-4 दिनदेखि पानी लगातार परेको कारणले गर्दाखेरि मौसम पनि दामी अनि चट्ट दुईजना सर निस्केको अनि धेरै लामो समय पछाडि हाम्रो छुट्टी पनि सँगै मिल्यो बुढासँग। बुढा मभन्दा बुढो अब के गर्नु त बनायो नि एउटा यस्तै छ। उता फर्किनु बिस्तारै पोज दिनु। घुम्नु थोरै यत्रो पानी छ एउटा एक पनि पानी आएको पानी आएको तर उहाँ साइडबाट आइरहेको छ नि त हो। कहिले क्या त्यस्तो हेर्दा पनि मजै हुन्छ होइन त कस्तो हामीलाई आएको त अनि डाङ्गो रेकर्ड हानेको होइन कि यसो देखाएको के देखाएको थाहा छैन। यो के हो यस्तो रातो रातो छ त दिउँसो चिया भनेर भन्यो भने यो त जुस हो अरू त खाँदैन हामीले हो क्या नि त उयो बक्समा तिम्रो यहीँ वरिपरि बस्नु भने तिम्रो नजिक वरिपरिको यस्तो टाइमका त्यहाँ लगेर राखिदिन्छ त्यो लोकेसन ट्र्याक गरेर त्यहाँ तिमीलाई सेन्ड गरिदिन्छ क्या त्यहाँ गएर निकाल्यो क्या 25 खै यत्रो ठुलो ल्याइदियो बिस्तारै यत्रो ठुलो ल्याइदियो ए त्यही खाएर चाहिँ होला यो चाहिँ स्वाद नआएको सानो भएर होला होइन कि यो त 250 छैन त्यो त 750 मा गयो 500 भन्दा पनि बढी त्यो नै ठुलो थियो क्या यो त कति गरेर खान सकिँदैन त सानो र ठुलो लड्दैछ कुकुरहरू पनि के हो सब दादा छ क्या कुकुर कम थियो कहाँमा जता पनि छ त्यो यो त दुईवटा पेट्रोल मात्रै यहाँ दुईवटा चारवटा पेट्रोल के गर्नु त घुम्दा घुम्दै रात पनि पर्यो
खाना सब्जी बनाउनु पर्ने चाहियो एउटा तरुनी हामीलाई पनि खाना सब्जी बनाइदिने हो क्या नि त दाइ चाहिएन त हो चाहियो नि एउटा त चाहियो लास्ट बिजोक हुँदो रहेछ घरमा जस्तो नहुँदो रहेछ आमाले पकाएर दिन्थ्यो क्या अरे अब त छैन खाए पनि तैँले खाइस् खाएन भने पनि तैँले खाएन कि त्यस्तै छ दिनमा डुल्ने साँझ परेपछि राति पकाएर खाने गाह्रो छ यस्तै छ लखर लखर डुल्यो केही काम छैन भने जस्तै अनि हिँडेर त्यही बुझिन्छ हेर पुग्नु पऱ्यो त अब त्यहाँबाट फेरि मौसम पनि ठ्याक्कै चेन्ज भएको अनि गर्मी महिना सकेर जाडो महिना सुरु भयो ठ्याक्कै अब कस्तो लाग्दो रहेछ भने अब हामी आएको पनि ठ्याक्कै जाडो महिनामा हो त्यही भएर अहिले फर्स्टचोटि आउने बित्तिकै पनि त्यहीँ गएको अनि आज जाडो महिना सुरु भयो अनि जाडो महिनाको पहिलो हप्तामै गएको भनेको पनि ठ्याक्कै जाडोमै हो ठ्याक्कै अस्ति आउँदा पनि दुईजनै हामी दुईजना थियौँ अहिले आउँदा पनि दुईजनै अरू साथीहरू कहाँ छ खोइ थाहा भएन कहाँ छ तिमीहरू